एक्लै मुभी हेर्न जानु, एक्लै सपिङ गर्न जानु, यस्तो कुरामा चाहिँ कतिजनालाई चाहिँ ओहो यत्तिको कन्फिडेन्स चाहिँ चाहिन्छ है लाइफमा भन्ने लाग्दो रहेछ है। मैले कति देखिरहेको हुन्छु तर एक्लै गर्नुको त्यो आफ्नो एक्लै भनेको प्राइभेट टाइम हुन्छ क्या आफ्नो छुट्टै, त्यसको छुट्टै मजा छ क्या फेरि। झ्याउ लागिरहेको नि प्राइभेट टाइम इज मोस्ट इम्पोर्टेन्ट। त्यति बेला चाहिँ म कि किताब पढिरहेको हुन्छु कोठामै बसेर, कि मुभी हेर्न गइदिन्छु, कि कतै एक्लै नै घुम्न जान्छु। मलाई कोही पनि चाहिँदैन क्या। त्यस्तो टाइम पनि कहिलेकाहीँ म लिइरहेको हुन्छु महिनामा 1-2 चोटि होइन। मैले यस प्रिय सोफी भन्ने किताब 2 दिनमा पढेर सकाएको थिएँ। अनि रिसेन्टली मैले अर्को एउटा उपन्यास पनि मगाएको छु, तर दराजबाट मगाएको 4-5 दिन भइसक्यो, आइपुगेको छैन। मलाई त्यो कहिले पढौँ जस्तो भइसक्यो। नेक्स्ट टाइमबाट चाहिँ म आफै नै स्टोरबाट गएर लिएर आउँछु होइन। अनि अर्को एउटा बुक मन परेको छ, मैले कति ठाउँमा खोजेँ नेपालमा, दराजमा पनि भेटिनँ त्यो किताब चाहिँ। कोहीसँग छ भने प्लिज मलाई मसँग छ भनिदिनु होला है। र बाहिरबाट कोही आउनुहुँदैछ भने चाहिँ दुबईमा चाहिँ 100% नै पाउँछ है। कोही आउनुहुँदैछ भने चाहिँ बुक यहाँ नाम राखिदिन्छु, कोही आउनुहुँदैछ भने त्यति हेल्प गरिदिनु होला। आई विल पे कति के लाग्छ भन्ने कुरामा चाहिँ। भाइ मार्चमा आउँदैछ तर अलिकति टाइम छ नि त, अझै 1.5-2 महिना, त्यो भएको भएर चाहिँ हो। एक्लै त धेरै कुरा गर्नुपर्छ जिन्दगीमा, एक्लै गर्ने बानी गर्नुपर्छ।